हेलो साथीहरू सबैजनालाई नमस्ते। आज चाहिँ मैले अस्ति बनाएर देखाइरहेको थिएँ मेरो भाउसँग। आज मतलब यो ग्रिन हाउस भन्ने मतलब प्लास्टिक टनलभित्र म साग टिप्न गइरहेको छु। जुम्लामा चाहिँ एकदम चिसो भएको हुनाले गर्दा साग चाहिँ प्लास्टिकको टनलभित्र मात्रै हुन्छ। असोजको महिनादेखि नै यहाँ ठाडो जम्ने भएको हुनाले गर्दाखेरि चाहिँ यस्तो प्लास्टिकको टनेलमा साग लाउनुपर्ने हुन्छ। अस्ति बनायौँ, अब असोजको महिना मात्रै लगाएको छौँ। अब कस्तो भयो सागभित्र हेर्न जाँदैछु। साग टिप्नलाई चाहिँ मैले यस्तो ल्यासिने छ। अब साग टिप्न हेर्न जाउँ। खासमा खाने भइसकेको छ भन्नुहुन्थ्यो मेरो बुढोले। त्यो त बस्नु भएको छ मेरो बुढो बच्चासँग। किन बच्चाले एकदम भिडियो बनाउन पनि दिँदैन, एकदम रोइरहेछ होइन। ढिलो नभए हामी सागतिर लाग्यौँ भने त हरियो सागपातको लागि हामी टनेलको व्यवस्था गर्छौँ। यतातिर चाहिँ सबैजनाले कसैले ढुङ्गाको बनाउँछन् त कसैले प्लास्टिकको मात्रै बनाउँछन्। हामीले चाहिँ प्लास्टिकको बनायौँ, छोटो समयमा नै खान पर्ने भएको हुनाले अब अर्को साल बनाउँला भनेर हो। अब हामी चाहिँ भित्र जाउँ होइन। म ग्रिन हाउसभित्र आइसकेको छु। यहाँ चाहिँ प्लास्टिकको टनेललाई ग्रिन हाउस भनिरहेको छ। साग हल्का ठुलो भइरहेको रहेछ। अस्ति टिप्दा हल्का सानो थियो, आज चाहिँ हल्का ठुलो भइरहेको रहेछ। यो बाग्लोतिर हल्का पातलो बनाऊ अनि भरे साग खाउँला, भातसँग साग खाउँला। हरियो सागपात खान चाहिँ एकदमै मतलब कठिन हुने नि। यो हिउँदको महिना धेरै कठिन हुने, पछि त साग जति लगाए पनि हुने। तर यो साग चाहिँ हजुरहरूले देख्नुहुन्छ होला। तर मैले ठ्याक्कै देख्दाखेरि यो मतलब उयोले गर्दा कस्तो गर्मी भयो क्या। म कान्छ त्यो माथि गरिदिनु त। यस्तो एकदम गर्मी भइरहेछ नि, एकदम गर्मी हुन्छ है यहाँ चाहिँ। प्लास्टिकको टनलभित्र लास्टै गर्मी हुन्छ। त्यही भएर यो गर्मीको कारणले चिसोमा एकदम ठाडो जम्ने भएको हुनाले हरियो सागपात चाहिँ एकदमै खान पाइन्न। थोरै मात्रामा सबैजनाले यस्तो बनाएपछि खान पायो, त्यसपछि खान पाइएन क्या। एकदमै उयो छ क्या, ठाडो जम्छ उयोमा चाहिँ। त्यही भएर हो हामी टिपिरहेको छौँ। यो पालुङ्गोको साग हो, यो रायोको साग भन्नाले भाजीको साग हो। यहाँ जुम्लातिर चाहिँ भाजी भन्ने रहेछन्, हामी रायो भन्छौँ। त्यो धनियाँ ठुलो भएको छैन, यो धनियाँ हो। यो पालुङ्गोको साग, यसलाई चाहिँ यहाँतिर के साग भन्ने रहेछन् मलाई पनि थाहा नै। यसलाई भाजी भन्ने रहेछन्। सो यो चाहिँ यो रायोको साग हो। सबैजना धेरै जस्तोले जुम्लादेखि लिएर अन्य चिसो ठाउँमा पनि यसरी नै बनाएर खानु होला। साग चाहिँ यसरी उमार्न सकिन्छ प्लास्टिकको टनलभित्र। छोटो समयमा नै एकदमै यो बनाउन सकियो। यतिको बनाएर हरियो सागपात त स्वास्थ्यको लागि धेरै राम्रो हो नि त। त्यही भएर स्वास्थ्यको लागि भए पनि यो हरियो सागपात खानको लागि चाहिँ यस्तो प्लास्टिकको टनेल बनाउनु। हजुरले जति पनि सागपात खान सक्नुहुन्छ होइन। हाम्रो जुम्लामा धेरै जस्तो ठाउँमा चाहिँ यस्तै नै छ, किनभने चिसो ज्यादा हुने भएको हुनाले चाहिँ यो छ। तर गर्मी ठाउँमा त यस्तो नबनाए पनि हुन्छ। हुन त चिसो जहाँ पनि हुन्छ, तर ठाडो नजम्ने ठाउँमा अथवा सागलाई नमार्ने ठाउँमा त यस्तो बनाए पनि, यस्तो नबनाए पनि केही पनि हुन्न। हाम्रो दोलखातिर यस्तो बनाउँदैनौँ। यो बेमौसमी खानु पर्यो भने मात्रै यसरी बनाउँछौँ। तर यो मौसमी पनि खान नपाइने अवस्था छ यहाँ चाहिँ चिसोले गर्दाखेरि हुनाले। अब हिउँ पर्न लाग्यो, चिसो छ एकदमै। मलाई चाहिँ हल्का गर्मी भइरहेको छ। यसको ताप धेरै छ क्या यसमा। नुहाउन पनि नै आउँछौँ हामी। यस्तै त हो। अब चिसोमा खानको लागि व्यवस्था त आफै गर्नु पर्यो, अरू गरिदिँदैनन् होइन। साग चाहिँ भनेर यति मात्रै टिपिरहेको छ अहिलेसम्म। साग टिप्नलाई कस्तो दामी छ। यो छान्नु हो, यो जुम्लाको छान्नु हो। धेरै ठाउँमा यो प्रचलित छ। जडीबुटी कोर्न पनि यही लिन्छन् मान्छेहरू होइन। यही हो। यस्तोमा साग टिप्दा म चाहिँ यो हाम्रोतिर पाथी अनि थुन्से अनि त्यसपछि के हुन्छ सो यहाँ यस्तोमा साग टिप्न लागिरहेको छु। यस्तै हो गाइज हो। आजलाई यति नै, अर्को भिडियोमा भेटौँला। ओके बाई, नमस्ते।